कोही अरू पार्टीमा सम्बन्धित भए पनि अब हामीहरूलाई त खासै पार्टी भन्ने यो सम्बन्धित थाहा छैन नि त खासै यो राजनीतिप्रति छैन। स्वागत छ यहाँलाई। हजुरको शुभ नाम? मेरो बिना आचार्य। हजुर कहाँबाट आउनुभयो हजुर? मेरो त दैलेको काभ्रे पढाउँछु। दैलेको मान्छे काभ्रे आएर पढाउनु परिरहेछ, फेरि आन्दोलनको लागि काठमाडौँ आउनु परिरहेछ। कस्तो भइरहेछ आन्दोलन? अब शिक्षाका मागदार अब सम्बन्धन भइरहेको छैन, त्यही भएर अब 20 गतेबाट यहाँ आन्दोलनमै छौँ। 20 गतेबाट भनेपछि अब सरकारले तपाईँहरूको मागहरू पुरा गरेका छैन। यत्रो महिना दिन भयो, 27 दिन भयो हेर्नुभयो। के भन्नुहुन्छ सरकारलाई तपाईँ? अब बालबालिकाको पढाइ पनि अब भर्ना अभियानै भएको छैन। सकेसम्म यो छिटो गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ। छिटोभन्दा छिटो। प्रधानमन्त्री केपी ओलीले त भन्नुभएको छ शिक्षकहरू सडकमा नआएको भए हुन्थ्यो, उहाँहरूको मागहरू हामीले पुरा गरिरहेछौँ भनेर भन्नुभएको छ। के छ तपाईँ? अब छिटोभन्दा छिटो मागहरू अब शिक्षाका अब कोही अरू पार्टीमा सम्बन्धित भए पनि अब हामीहरूलाई त खासै पार्टी भन्ने यो सम्बन्धित थाहा छैन नि त खासै यो राजनीतिप्रति छैन। अब पहिले अब त्यस्तो होला सायद अब नपढाउने यताउता गर्ने त्यो दृष्टिकोण पनि होला सायद। अनि तर पनि अब कोही पीडित पनि हुनुहुन्छ टिचरहरू। अब यति वर्ष राहतमा अनि अस्थायीमा काम गर्दा पनि उहाँहरूलाई सेवा सुविधा चाहिएला। अनि अब राहत हो कि अस्थायी शिक्षक? म त स्थायी टिचर हो। हजुर कुन सब्जेक्ट पढाउनुहुन्छ? म त प्रावि हो, भर्खर नवनियुक्त टिचर हो। नवनियुक्त हजुर। जस्तो विद्यालयमा चाहिँ पढाउँदै गर्दाखेरि शिक्षकहरूमाथि पनि हस्तक्षेप हुन्छ, वडा अध्यक्ष वडा सदस्यहरू पनि हुनुहुन्छ, उहाँहरूले तपाईँले चाहिँ त्यस्तो भोग्नु भएको छ कि? मैले चाहिँ भोगेको छैन। अब चाहिँ तर पनि अब सुन्दाखेरि एकोहोरो अब सबै कुरा विद्यार्थी अभिभावक सबैको शिक्षकको सबैले गर्दाखेरि बल्ल गुणस्तरीय शिक्षा हुन्छ। त्यसैले गर्दा सबै अभिभावक बालबालिका र टिचरले सबै गर्दाखेरि हामीले गुणस्तरीय शिक्षा पाउँछौँ। अब त्यसले गर्दा सबै जागरिक हुनुपर्छ। अब टिचरले गल्ती गरेकोमा चाहिँ सजाय पनि दिनुपर्छ। अब त्यो हेरेर अवस्था हेरेर अनि विद्यार्थी अभिभावक पनि अब सरकारी स्कुलमा भनेपछि अभिभावक पनि खासै ख्याल नगर्ने, अब जान्छ आउँछ तर पनि विद्यार्थीको आफ्नो छोराछोरी कतिको पढ्छ, विद्यालयमा पढाइ भएको छ कि छैन भनेर चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ। अब पढाइ भएको छैन भने किन भएन भने त्यो सोध्न पाइन्छ। तर पनि एकोहोरो टिचरलाई पनि अब त्यहाँ चाहिँ पढाइरहेका टिचर पनि हुन्छ नि त शिक्षकहरू। त्यसले गर्दा चाहिँ अब खासमा चाहिँ यो शिक्षा प्रणाली नै खासै शिक्षाप्रति हेर्ने नजर नै ठिक लागेन तपाईँलाई? शिक्षामा ठिक त छ तर नियम चाहिँ ठिक छ, तर पनि यो लागु यो सबै माथिल्लो तहबाट कमजोर हुँदा अब सबै त्यस्तो नराम्रो हुँदै गएको छ। अब यो सरकारले माग पुरा गर्ला त तपाईँहरूको? अब यति दिनमा छौँ, अब माग पुरा गर्ला नि अब हामी यतिकै त फर्किँदैनौँ। त्यति जायज हुँदैन जस्तो लाग्छ। मागहरू पुरा हुनुपर्छ, जायज मागहरू। माग पुरा गरेरै फर्किने घर? हजुर विद्यालय फर्किने। हजुर।